डिपेन्डेन्टको काम के हो त? भात पकाउने, भाँडा मान्ने, कोठा सफा गर्ने, लुगा धुने, सुकाउने, पटाउने, ल्याउने, मिलाउने। यसरी खुट्टा पसारेर ऐना हेरेर अब खाना पाए त जो पनि खान्थ्यो होला नि। हामी जस्तो दिन निकै भान्सामा गएर घोटिनु पर्दैन थियो होला, भाँडा पनि मान्न पर्दैन थियो होला, भात पकाउन पनि पर्दैन थियो होला। यस्तो ल यसरी मोह जिन्दगी बाँच्न पाए कसले बाँच्दैन थियो होला? हामी पनि बाँच्छौँ होला हो यस्तो मोह जिन्दगी बाँच्न पाएदेखि त। ओहो महारानीको भन्दा बढी छ जिन्दगी। लाज लाग्दैन होला त? लाज सरम भन्ने कुरा सबै छैन। पकाउनु पर्दैन, भात पकाइ पर्दैन त? ओछ्याना थन्केर आएर बसेर हुन्छ? यस्तो अवस्थामा भएको मान्छेलाई यस्तो भने कस्तो? यस्तो भनेको यस्तो अवस्थामा भएको मान्छेलाई त्यस्तो भनेर लाज लाग्दैन तपाईँलाई? बिहान उठे, दाल भात तरकारी अचार सब बनाए, खाना दिए, दिउँसो पनि सुतिरहनु भएको थियो, ल है हो ल बिचरा भनेर भने, आफै खाजा बनाए, खाना दिए, बेलुका खाना त बनाउनु सकिँदैन त? त्यहाँमाथि यहाँ अघि के थियो कुनै कोटाइदिएर निचर्दै यत्रो कालो डल्लो बनाइदियो। अनि हाम्रो चाहिँ भात पकाउने र भाँडा मान्ने नै ठेक्का हो? सधैँभरि खाली चुलोमा घोटिरहन पनि त्यही भनेर लिएर आऊ मलाई यहाँ? डिपेन्डेन्टको काम के हो त? भात पकाउने, भाँडा मान्ने, कोठा सफा गर्ने, लुगा धुने, सुकाउने, पटाउने, ल्याउने, मिलाउने। डिपेन्डेन्टको काम के हो त? मैले तपाईँलाई के भनिरहेको त? डिपेन्डेन्टले चाहिँ त्यसो गर्नुपर्ने। त्यही नै गर्ने हो। म यस्तो हुँदा त काम गरिरहेको छु। लो भाइ मलाई तिम्रो डिपेन्डेन्ट चाहिएन, म नेपाल हिँड्ने अब।